2 वर्ष अगाडि नेपाल जान लागेको भिडियो आज किन भन्नु होला है। मेरो चाहिँ ग्यालरी फुल हुन लागेछ कि गाइजहरु, अनि कति मोबाइलमा राखिरहने त नि, अब यसमा अपलोड गरिदिन्छु अनि डिलिट गरिदिन्छु भनेर के। यो चाहिँ नानी 2 वर्षको हुँदाखेरि है, नानीलाई लिएर नेपाल जाँदाखेरिको भिडियो। नेपाल एयरलाइन्सबाट नानी 2 इयर्सको थियो, आफ्नै खुसीले हिँड्ने भन्ने के, गुटुङ टुङ टुङ हिँडेको हिँडे। फर्स्ट टाइम नानीलाई लिएर जाँदा त नानी 3 महिनाको थियो नि त, अनि कोरोनाको टाइम थियो है, त्यतिखेर त गाह्रो होला जस्तो भयो, तर सिटहरू सबै खाली खाली थियो के। अब यो पालि चाहिँ नानी गुटुङ टुङ हिँड्ने बेला भएर कस्तो होला के होला, या फेरि मेरो छुट्टै छ पारा कस्तो होला के होला भन्ने भयो थियो है। तर नेपाल एयरलाइन्समा जे होस्, अरू एयरलाइन्समा भन्दा सजिलो त सजिलै, सिटहरू चाहिँ हल्का अप्ठ्यारो लाग्यो है, तर धेरै सजिलो, मान्छेहरू चाहिँ एकदम हेल्पफुल हैन। अनि झरिसकेपछि पनि बेबी भइसकेकोहरूलाई चाहिँ छुट्टै प्रायोरिटी हुँदो रहेछ है। फाइनली नेपाल। सो